उहाँको नेताको घरबाट या अरू काङ्ग्रेस नेताको घरबाट जसरी पैसाहरू भेटिए नि गाडीको अवस्थामा उडेको अवस्थामा ती पैसाहरूलाई सम्बन्धित नेताले अहिले बनाएको नि भन्नुहुन्छ, कसैले दसैँको पैसाहरू भन्नुहुन्छ होइन। तपाईँ चाहिँ के भन्नुहुन्छ त्यो पैसालाई लिएर? मैले त भनिसकेँ नि, त्यो पैसा नेताहरूको घरबाटै चाहिँ निक्लेको हो, एआईले बनाएको होइन, एआईले बनाएको होइन। त्यो कुरा उहाँहरू किन भनिरहनु भएको? अब गगन थापालाई तपाईँ सोध्नुहोस् न, तपाईँको सोमा बोलाएर तपाईँले धेरै विद्रोह चाहिँ के को विद्रोह त? उहाँले पार्टीभित्र अहिलेको अवस्थामा शेरबहादुर देउवाको नेतृत्वमा काङ्ग्रेस चुनावमा जाँदा हार्छ, पराजित हुन्छ, मान्छेले नयाँ अनुहार खोजेका छन्, नयाँ नेतृत्व खोजेका छन् भनेर उहाँले पार्टीभित्र विद्रोह। जनताले त्यो पैसाको पनि त हिसाब किताब राखेका होला नि त। होइन, जनताले त्यो प्रश्न सोध्नुपर्छ होइन, तर त्यो नक्कली हो भनेर चाहिँ प्रमाणित गर्न खोजे नि त। भन्नु त जलेको देखियो नि, त्यो पनि नक्कली हो। जलेको देखाएको भने धेरै नक्कली हो। होइन, देउबाकोमा पनि जलेको पनि उनी हो, नक्कली नै हो। सबै एआईले भन्नु। अस्ति तपाईँलाई उसकामा पैसा देखाइदिएन घरको घर पछाडि लाग्नु नलाग्ने होइन, तर